गाइज वेलकम टु ब्याक माई युट्युब च्यानल। यो चाहिँ के देखा होला हजुरहरूलाई के जस्तो लाग्छ? हजुर पक्कै नै यो चाहिँ मैले मेरो नानीको जाउलो बनाउन लागेको मेरो नानीको जाउलो रेसिपी। यसमा चाहिँ कति धेरै खानेकुरा राखेको छु। हेर्नुहोस् न, यो पनि थोरै हुन्छ नि फेरि मेरो नानीलाई फाल्नुपर्छ। यसमा चाहिँ मैले यो इस्कुस राखेको छु, पहाडदेखिबाट ल्याएको दोलखाबाट। अनि लसुन पनि थोरै फुराउँछु भनेर राखेँ होइन। अनि आलु अनि चिकनलाई नि थोरै फ्राई गरौँ कि भनेर सोचिरहेको छु। यो चाहिँ चिकन छ। अनि त्यसपछि बड भिजाएको दाल र चामल। अब हेर्नुहोस् है त, म मेरो नानीलाई जाउलो बनाउँछु। सो जाउलो चाहिँ यत्रो भाँडा छ होइन, त्यति खाना बनाउनु पर्छ। गाह्रो छ नि मलाई पनि। यसमा चाहिँ म थोरै घिउ राख्छु। नानीलाई चाहिँ धेरै घिउ नदिनु भन्नुभएको छ डक्टरले। उहाँलाई चाहिँ दिनु मिल्दैन उसलाई चाहिँ। त्यसैले मैले यसमा चाहिँ थोरै मेथी पनि फुराएँ, ज्वानो पनि एड गर्छु, हेर्न सक्नुहुन्छ। यसमा चाहिँ म लसुन पनि फुराएँ। सो चिकन चाहिँ घिउ पनि धेरै हुन्छ। चिकनलाई चाहिँ थोरै मात्रामा राख्छु। कस्तो सजिलो छ हेर्नुहोस्, चलाउनै पर्दैन। भाँडामै हराउने चिकन छ, साथीहरू गर्नु अलिअलि बुझ्नै पर्यो। सो यसमा चाहिँ थोरै बेसार पनि राखेँ। अनि चामललाई पनि साथीहरू सजिलो छ कि बुढाहरूको खान्ति बनाउन चाहिँ। मिठो भयो नि भयो, नभए भयो होइन। भुइँचालाई चाहिँ यसमा म चाहिँ नुन एड गर्दिनँ, किनकि नुन दिनुहुन्न भन्नुहुन्छ सबैजनाले। मैले नुन चाहिँ राखिनँ। सानो गरेर चाहिँ यसलाई छुपेर राख्छु। साथीहरू मेरो नानीको जाउलो रेडी। हेर्ने साथीहरू कति धेरै जाउलो छ नि मेरो सानीको। यो पनि धेरै हुन्छ साथीहरू। पानी हालिसक्ने यसलाई राख्न दिन्छु म। कस्तो हुन्छ नानीको जाउलो। सो गाइस फाइनली मेरो जाउलो चाहिँ यस्तो भइसकेको छ। यति जाउलो खाइ भने त मेरो नानी त अब यो जाउलो चाहिँ यति खाँदिनँ, यसलाई पनि ग्राइन्ड गर्न पर्ने हुन्छ। सो गाइस किप वाचिङ। मेरो भिडियो हेरेर माया गरिदिनु होला। म खाएको भिडियो चाहिँ देखाउँदिनँ है। यसलाई चाहिँ ग्राइन्ड गरेर म नानीलाई खुवाउँछु। बाई बाई, थ्याङ्क यू सो मच, आई लभ यु।